हेलो नमस्ते सबैजनालाई अनि आजको फेरि अर्को एक्साइटिङ ब्लगमा सबैजनालाई म स्वागत गर्न चाहन्छु। आज चाहिँ हामी मेरो रुमबाट अलि नजिकै धेरै टाढा हैन अराउन्ड 5 किलोमिटर चाहिँ साइक्लिङ गर्दै एउटा अब हाम्रो नेपाली भाषामा भन्ने भने एउटा किल्ला जो चाहिँ पेसपेनले पहिले चाहिँ आफ्नो समुद्रिक डाकाहरू समुद्रिक जुन पाइरेटरहरू आउने बाटो चाहिँ बन्द गर्नको लागि चाहिँ त्यहाँबाट चाहिँ किल्लाबाट लड्नको लागि चाहिँ समुद्री नाकाहरूमा चाहिँ लड्नको लागि बनाएको किल्ला हो सुरक्षाको लागि। यो चाहिँ बेनिड्रमको मुटुमा रहेको छ। हामी चाहिँ त्यहाँ आइसकेका छौँ। तपाईलाई चाहिँ आज मैले यहाँबाट देखिने भ्यूहरू चाहिँ कस्तो भ्यू छ त्यो भ्यूहरू चाहिँ देखाउने वाला छु। क्लिप्सहरू इन्जोय गर्नु होला। हजुरहरूले अहिले यहाँबाट देखिराख्नु भएको भ्यू चाहिँ सबै यो किल्लाको टपबाट देखिरहेको भ्यू हो। एक साइडमा चाहिँ फुल सिटी भ्यू छ भनेदेखि अर्को साइडमा चाहिँ बीचको भ्यू देखिन सक्नुहुन्छ, समुद्रिक तटको भ्यू देख्न सक्नुहुन्छ। र यहाँ चाहिँ जीर्ण अवस्थामा रहेको पहिलेको वालहरू छ अनि टपमा बस्ने ठाउँहरू रहेको छ। यहाँ आएर तपाईहरुले थकाइ मार्दै चाहिँ भ्यू चाहिँ इन्जोय गर्न सक्नुहुन्छ। हजुरहरूले चाहिँ यहाँनिर आएर चाहिँ हिस्टोरिकल प्लेस त इन्जोय गर्न सक्नुहुने हुनेछ हैन। र सँगसँगै छेउछाउमा चाहिँ ल्याभिस लाइफ पनि देख्न सक्नुहुन्छ। साइडमा चाहिँ प्राइभेट प्रपर्टीहरू पनि रहेको रहेछ। यहाँबाट चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ। र त्यो प्राइभेट प्रपर्टी चाहिँ हजुरहरूले इमेजिन गर्न सक्नुहुन्छ कस्तो भ्यू देखिएला त्यहाँबाट अर्ली मर्निङ बीच साइडमा, त्यो पनि यत्रो अग्लो डाँडामा हैन। जस लाइफ चाहिँ यहाँनिर जसले चाहिँ बाँचिराखेको छ नि त्यो चाहिँ एकदमै ल्याभिस लाइफ छ यो साइडको प्राइभेट प्रपर्टीहरुमा चाहिँ। हजुरहरूले अहिले चाहिँ यो पल्लो डाँडा देख्न सक्नुहुन्छ। पर चाहिँ अलि लगभग यहाँबाट 4-5 किलोमिटर पर छ। र त्यो डाँडा पनि यस्तै किल्ला नै छ। त्यो पनि एकदम हिस्टोरिकल प्लेस हो। हामी लास्ट टाइम भिजिट गरिसकेका छौँ त्यो ठाउँ। एकदमै राम्रो भ्यू छ त्यहाँ पनि। त्यहाँ यही हो लगभग सबै बीच साइडको भ्यू त यस्तै नै हो, तर सँगसँगै अलिकति डिफ्रेन्ट खालको किल्ला चाहिँ छ त्यहाँनिर। र यो चाहिँ अब हामी फर्किने बाटो तलतिर ओह्रालो झर्दैछौँ। र यो पहिलेको किल्लाको जुन चाहिँ संरचना छ त्यो वालहरू चाहिँ भत्किसकेको छ। त्यसलाई चाहिँ अब यिनीहरूले चाहिँ संरक्षण गरेर कभर गरेर राखेको छन्। सो फर्दर ड्यामेज नहोस् भनेर मेन्टेन गरेर राखेको छन्। यो चाहिँ एकदमै राम्रो पक्ष हो। उनीहरूले चाहिँ आफ्नो हिस्ट्रीलाई चाहिँ एकदमै जोगाएर राखेको छन् है। बस्ने चेयर राखेको छ। हामी चाहिँ यो किल्लाको चाहिँ लगभग एक्जिट पोइन्टमा पुगिसक्यौँ। यहाँबाट पनि एकदमै राम्रो भ्यू देखिन्छ। मैले थोरै भ्यूहरू क्लिप्सहरू खिचेको छु। भ्यू इन्जोय गर्नु होला।
फाइनल्ली अब हामी चाहिँ फर्किने बेला भइसकेको छ। अब यहाँबाट चाहिँ साइक्लिङ गर्दै लगभग 10 देखि 15 मिनटसम्ममा चाहिँ अब रुम पुगिन्छ। बाटो सजिलो छ, ओह्रालो बाटो हामी झरिसकेको छौँ। अब बिच साइड जानुपर्ने हो। यतिसम्म हेरेर साथ दिनुभएको तपाईँहरू सबैलाई धन्यवाद। नेक्स्ट भ्लग चाहिँ अब हामी कहाँ पुग्दैछौँ त्यहाँ हजुरहरूलाई देखाउने कोसिस गर्नेछौँ। एनिवे, थ्याङ्क यू फर वाचिङ।